खास गरिकन मैले एक कार्यकाल त्यो पनि पूरा अवधि काम गर्ने मौका पाइन। 74 सालपछि कोभिडको महामारीमा हामी फस्यौं। छोटो अवधिमा पनि महत्त्वपूर्ण कामहरूको थालनी हामीले गर्यौं। सुरुङ मार्गको निर्माण त्यही बेलामा सुरु भयो, कम्प्लिट भइसकेको छ। पृथ्वी राजमार्गलाई चौडा बनाउने काम हाम्रै पालामा सुरु गर्यौं र त्यो पनि अहिले धमाधम युद्ध स्तरमा काम भइरहेको छ। भीमढुङ्गा लामीडाँडा गल्छी सडकलाई त्यसलाई चौडा बनाएर 12 महिना चल्ने र त्यसलाई त्यो लामीडाँडालाई नयाँ शहरको रूपमा विकास गर्ने कामको हामीले सुरुवात गरेका थियौं। त्यो हामी हट्ने बित्तिकै त्यो बेवारिसी अवस्थामा छ, त्यसले वारेस पाएको छैन। धारके सीतापाइला सडकलाई वैकल्पिक हाइवेको रूपमा हाम्रै पालामा मेरै पहलमा त्यो काम सम्पन्न भइसकेको छ। चन्द्रागिरी शक्तिखोर पद मार्गको कामको थालनी हामीले त्यतिखेर गरेका थियौं, त्यो बेवारिसी अवस्थामा छ। हामी नहुने बित्तिकै त्यसले वारेस पाएको छैन। त्यसलाई निरन्तरता दिनका लागि, त्यसलाई पूर्णता दिनको लागि पनि मेरो उपस्थिति जरुरी छ। त्यसैगरी पुल निर्माणको सवालमा त्रिशुली नदीमा दर्जनौं पुलहरू, साना खोलाहरूमा पुलहरू निर्माण भएका छन्। कति पुलहरू बेवारिसी अवस्थामा, अलपत्र अवस्थामा छन्। त्यसलाई पूर्णता दिनका लागि, त्यसलाई छिटो सम्पन्न गर्नका लागि पनि संसदमा मेरो उपस्थिति अनिवार्य छ। हाइवेको पारीपट्टि, त्रिशुली पारीपट्टि अर्को वैकल्पिक हाइवे बनाउने मेरो जुन सपना थियो त्यो अधुरो रहेको छ। मैले देखेको सपना त्यो विपनामा परिणत हुन सकेको छैन। वारीपट्टि पृथ्वी राजमार्गमा जस्तै नयाँ शहरको रूपमा पारीपट्टि वैकल्पिक हाइवे बनाउनका लागि पनि यसपटक भूमि त्रिपाठी संसदमा जानुपर्छ भन्ने आम मतदाताहरूको मनोविज्ञान छ। त्यसैले म सम्पूर्ण मतदाताहरूलाई तपाईहरुको सपना पूरा गर्नका लागि, अधुरा सपनाहरू जो मेरो अनुपस्थितिमा ती रोकिएका छन् त्यसलाई निरन्तरता दिनका लागि र नयाँ आयोजनाहरूलाई थालनी गर्नका लागि मेरो उम्मेदवारी हो। यहाँहरूको मतको अपेक्षा गर्दछु।